नमस्ते साथीहरू। आज म तपाईँहरूलाई मलेसियाको सुपर मार्केट ड्युटी पनि भएको सक्यो। अब जाँदै हो मार्केटतिर। पानी पनि परेको छ झ्याम झ्याम। साथीहरूसँग सुपर मार्केट जाँदै गाडीको लाइन कहाँको मान्छे टिकट छुट्यो हो नि कतिखेर गाडीको लागि के गर्नुपर्छ थाहै हुन्न लाइन छ। हो त्यसको पल्लापट्टि देखिरहेको तिमी हो त्यहीँ हो म बस्ने होस्टेल पनि लाइट हुन सक्छ। हाम्रो लुट्यो नि त्यही हो म बस्ने। लोड सेडिङ भयो क्या तपाईँ लफ्रे लफ्रे हिँड्दै नि लफ्रे 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 हिँड्दै हिँड्दै नजिकै छ अब आइपुग्यो। कस्तो बनाउँछ नि मलेसियाको सुपर मार्केट। लग्न गाह्रो हुन्छ पानी परेर होला सायद अँध्यारो छ बाटो पनि पिच यहाँको जनताको मलेसियाको आम्पाङ भन्ने ठाउँ मान्छेको अभावमा ड्युटी सबै लुटको देशमै हिँडिरहेको छ। चामल चाहिँ दिएको हो मलेसिया यो भन्ने सिलेक्सनेबल मार्केटै हो र अलिकति महँगो हुन्छ। हामी अलिकति सस्तो होला पानी जमेको पानी बस्नु धनी हुन्छ। गाडी आयो पानी झ्याम परेको छ। गइरहेको छ मार्केटतिर। पानी पनि परेको परेछ त करस मार्केट में आया सब अब नजिकै छ साथीहरू आइपुगिसकेको छ। अब हाम्रो दाजु अगाडि अगाडि लफ्रे लफ्रे हिँडिरहेको छ। पछि पछि भिडियो गराउँदै सामान किनेर लगेर पकाएर खाइन्छ। यही हो सुपर मार्केट। तरकारीको लागि कति महँगो हो तपाईँलाई देखाउँछ सामान। के भयो आधी आधी बन्डगोली छैन के एउटा दानालाई इस्कुसलाई इस्कुसको दाम 1 रुपियाँ 2 रुपियाँ पर्छ। हाम्रो नेपालमा 60 रुपियाँ घन्टाको दाम घन्टा हो। मुला हाल्नु न एउटा मुला हाल्नु धेरै सामान नलगाउनु है महँगो छ। नेपालमा धेरै सस्तो। एउटा पिसलाई नेपालको हिसाबमा 70-80 रुपियाँ। सागको लागि साग लगाउने होइन लगाऊ माछाको लागि कति रुपियाँ किलो 12.50 हेर्नु न त्यहाँ त्यहाँ अलि ठुलोवाला दालचिनी तो भाजते लागतं तो
छ टोकै खोले छैन उहाँ त्यो अस्ति लगेको होला सायद त्यो जाली एउटा लानुपर्छ हुँ? जाली मसँग जाली 4-5 वटा भएको हुन्छ नि के लाउनु छ यो सेन्ट आउने सानो डाउ भनेको यो तपाईँले के हो यो? सेन्ट आउने रुममा त्यो स्प्रे गर्ने सर्टमा त्यो हुन्छ नि एउटा बिर्को खोलेर राख्ने स्टेसनरी दारी काट्ने मसिन साबुन पनि ल त साथी सपिङ गरेर सकियो अब पैसा तिरेर त्यहाँबाट फेरि निकाल्नु अर्को एउटा प्लास्टिक। सानो उता पस्नु सामान किन्नलाई यहाँबाट अब पैसा सुसा तिर्छौँ अब निस्किन्छ अब यहाँ अब लास्ट त यहाँ अर्को सामान किन्नु पर्ने थियो यहाँ किनेपछि आजको लागि सेवा समाप्त फेरि भेटौँला नमस्कार जय नेपाल है त सबै